र योगी भनेपछि योगी अनुसारको शिक्षित हुनुपर्छ, आर्य मौनमा रहनुपर्छ। अहिले यहाँ आउनुभएको सत्य धर्म बुझ्न र सही मार्गलाई आचरण गर्न। किन आचरण गर्न पर्यो त भन्दा यो दुःख चक्रबाट पार हुनको लागि, यो दुःख संसारबाट मुक्ति हुनको लागि, डरलाग्दो भइएको चार अपायबाट बाँच्नको लागि आएर आचरण गर्नुभएको छ भने जुन उद्देश्य हो त्यो उद्देश्यमा अटल भएर बस्न योग्य छ। यहाँ आएर आफ्नो उद्देश्य हरायो भनेदेखि हल्ला हुन्छ। आफ्नो बोलीले आफ्नो समाज त बिग्रियो, अरूको पनि के हुन्छ, अरूको पनि बिग्रिन्छ। आफूलाई त आफूले बाधा पारियो, अरूलाई पनि बाधा पुर्याउन पुगिन्छ। त्यसकारणले हल्ला नगर्नुहोला, मौनमा बस्नुहोला। सकेसम्म आफ्नो ठाउँमा पुग्दाखेरि पनि आफू एक्लो भए चाहिँ बस्नुपर्छ। छेउछाउमा भएको पनि आफूलाई त्यतापट्टि ध्यान नदिकन आफू एक्लो जस्तो भएर बस्न सक्नुपर्छ। एक्लो बल्ल समाधि हुन्छ। र त्यही भएर ध्यान गर्नको लागि भगवानले अरण्य गतानम वा रुख मूल्य गतानम वा शून्य गाह्रो गतानम वा जंगल गएर होस् या एउटा रुख मुनि बसेर या सुनसान भएको ठाउँमा बसेर। अहिले अब बिहारमा हुँदाखेरि योगीहरू आपुसमा मौन व्रत धारण गरेर सुनसानको रूपमा बस्न सक्नुपर्छ। अब जम्मा रहेको छ 6 दिन मात्र। ध्यान शिविर पनि तमहरूलाई सधैँभरि अनुकूल पर्ने होइन र बल्ल बल्ल कति कुरा मिलाएर शिविर बस्न आउनुभएको छ भने आएको बेलामा चाहिँ सकेसम्मको कोसिस गरेर यहाँबाट लान सक्ने पुण्य सम्पत्तिहरू लिएर जानुपर्छ। मरे पुण्य लान नसकी अकुशल लिएर गयो भने राम्रो हुन्छ त? एउटाको समाधिमा आफ्नो बोलीले आफ्नो कारणले एउटाको समाधिमा गएर बाधा पर्यो भने अकुशल भइगयो। र अहिले हामी विशेष कसुर नभएका काम गर्न आएका हौं। के नभएका? कसुर नभएका काम गरियो भनेदेखि कसुर नभएका कामको फल के हुन्छ? के हुन्छ अरे? पालीमा कसरी भन्यो अरे? अउपट्टि सारो। अउपट्टि सारो के हो? अउपट्टि सारो पछुतो नहुने फल मिल्छ भनेर। त्यसकारणले कसुर नहुने गरी बस्नको लागि आफ्नो काय वचन मनलाई सुरक्षा सकेको कोसिस गर्नु होला भन्दै र अहिले देशना आरम्भ गर्नुभन्दा अगाडि दानी दाताहरूको दानको कुशल पुण्यलाई साधुकार गरेर बल्ल आरम्भ गर्छु। अहिले यहाँ ध्यान शिविरमा विभिन्न प्रकारले आवश्यक अनुसारमा प्रयोगको लागि दान गर्नुभएको छ। सोमु गीतामाया पाण्डे लेउबाट 10,000, जगन्नाथ हिमादेवी पाण्डे लेउबाट 2,000, स्वर्गीय माता पितालाई उद्देश्य राखी गोकुल कटवाल तफामे टाउनबाट औषधिको लागि 5,500, स्वर्गीय माता पितालाई उद्देश्य राखी कालु थापा मेन्द्राबाट फूलको लागि 10,000, बत्तीको लागि 10,000, पानीको लागि 10,000 र साथै लक्ष्मी कार्की परिवार टमुबाट 9औं गाँठौ र बिस्कुट 5 पोका, साथै हजमोला असाचेजे नक्का
र आवश्यक प्रयोगको लागि 30,000। गंगा बहादुर राहुल सपरिवार लेउबाट 5,000। अमिता परिवार सेवाबाट लेङ्जे सनभुवरिङ यो गोरका खुट्टा दुखेछन् लेङ्जे भन्छ ठुङ सेवाहरू के आउन थाल्यो होला नि त। लेङ्जे सनभु र पानीको लागि 10,000। माता पितालाई उद्देश्य राखी कालु थापा मेन्द्राबाट अक्षर कोषको लागि 10,000 र संघ गिलानाको लागि 10,000। माता पितालाई प्रमुख राखी बिन्दिया बोहरा आउमेङलाबाट संघ गिलानाको लागि 3,000। सावित्री सुब्बा परिवार लेउबाट संघ गिलानाको लागि 5,000। माता पितालाई प्रमुख राखी बिन्दिया बोहरा आउमेङलाबाट धर्मालयको लागि 2,000। स्वर्गीय माता पितालाई उद्देश्य राखी राजा विष्णुमाया कार्की सपरिवार माइस्यूबाट अस्ति यो धर्मालयको लागि 5 लाख दान गर्नुभएको थियो र भोजनको लागि भनेर 3 लाख दान गर्नुभएको थियो। एक दिनको 2.5 लाख भएको हुनाले रहेको 50,000 धर्मालयमा नै उहाँहरूले फेरि दान गर्नुभएको छ। र साथै अहिले यहाँको यो ध्यान शिविरबाट पुण्य प्राप्तिको लागि उहाँहरू ब्याङ्ककदेखिबाट पनि 2 दिनको भोजन दान भइरहेको छ र 2 दिनको भोजन दान 2 ग्रुप मिलेर पठाउनु भएको छ र एक ग्रुप शीतल गुरुङ या मुन्ना गुरुङ 1250 बाट, माया गुरुङ 1250 बाट, सुनीता गुरुङ 500 बाट, विद्या कार्की 500 बाट, माया ढकाल 500 बाट, मीना गुरागाई 500 बाट, शोभा सुवेदी 300 बाट, गीता घिमिरे 200 बाट, तारा कार्की 200 बाट, गोमापुरी 200 बाट, शारदा 200 बाट, पंचारी 500 बाट, राम भूमा कार्की 400 बाट, गायत्री राजू सुतार 200 बाट, राधा देवी धनवार परिवार 560 बाट, रेखा काफले परिवार 200 बाट, भेली खंदाल 210 बाट, शान्ति बस्नेत 100 बाट, मिमी कटवाल 200 बाट, नुमा कंवर 120 बाट, गोमा खड़का 40 बाट, गंगा होमागाई 70 बाट। उहाँहरू एक ग्रुपले एक दिनको भोजन दान भनेर उहाँबाट पठाउनु भएको छ र उहाँहरूको दान 3 लाख आइपुगेको छ जम्मा चाट र भोजन दान गरेर रहेको 50,000 चाहिँ यहाँ आवश्यक भएमा प्रयोग गर्नको लागि उहाँहरू भन्नुहुन्छ र साथै एक दिनको भोजन दान फेरि सुनीता प्रमुख भएर प्राप्त भएको छ। सुनीता देवी लिम्बू कान्छी सुतार बीके रेस्टुरेन्ट, राधिका अधिकारी, हिमाल निरौला, सीमा घिमिरे, गीता आचार्य, रेखा भट्टराई, देवी पौडेलहरूबाट ब्याङ्कबाट उहाँहरूले पनि एक दिनको भोजन दानको लागि भनेर जम्मा चाट 2,60,600 उहाँबाट पठाउनु भएको छ र साथै अहिले यहाँ धर्मालय निर्माणको लागि भनेर नेपालबाट पनि उपासिका लक्ष्मी मिश्रबाट $1,000 दान गर्छु भनेर अस्ति नैदेखि भन्नुभएको थियो र $1,000 उहाँबाट पठाउनलाई भएन। नेपालबाट यहाँ बर्मा पठाउन वेस्टर्न युनियनबाट पनि पठाउन मिल्ने रहेनछ। बर्मा पठाउनको लागि यदि नेपालबाट कोही यहाँ आएर पढ्दै गरेका स्टुडेन्टहरू छन् र तिनीहरूको कुनै डकुमेन्ट सबै पुर्याउने भने बल्ल पठाउन हुन्छ र यतिकै पठाउन मिल्ने रहेनछ र मिल्ने रहेनछ र उहाँले तत्कालीन त्यो दान गर्नलाई उहाँलाई अनुकूल परेन र
अनि फेरि फोन गरेर भन्नुभएको थियो दिवालीको समय या दिवाली पछि बर्मा जाने कोही व्यक्ति भेट्छ भने मैले पठाइदिन्छु, यहाँ बर्मेलीसँग कन्ट्याक्ट गरेर बर्मा जाने कोही व्यक्ति भेट्छ भने पठाइदिन्छु भन्नुभएको छ। र उहाँ यहाँ 5-6 महिना ध्यान बस्छु भनेर प्रयास गर्नुभएको थियो ती उपासिका। पहिला धेरै वर्ष अमेरिकामा बस्नुभएको उहाँको ग्रीन कार्ड लिएर। जब बुटोलमा ध्यान शिविर हुँदाखेरि ध्यान शिविर बस्नुभयो। जब ध्यान शिविरबाट उहाँलाई अध्ययन भएको ज्ञानले गर्दाखेरि लौकिक संसार जति नै काम गुण भए पनि आखिरी काम लाग्ने केही रहेनछ भनेर लौकिकबाट दिक्क भएर अमेरिकन जस्तो अब ठुलो सहरमा बसेर पनि जुन असली ज्ञान मार्ग आचरण गर्न पाइन्न भने त्यो के काम। म अब जहाँ ज्ञान मार्ग मिल्छ, जुन ठाउँमा ज्ञान पाइन्छ अब त्यहीँनेर नै बस्ने हो। बर्मा आएर म 5-6 महिना ध्यान गर्छु भनेर अमेरिकनको ग्रीन कार्ड पनि उहाँले बुझाइदिनु भयो फेरि म जान्न भनेर। तर यता आउने बेलामा उहाँलाई पनि यहाँबाट सपोसा बोलाएको प्रमाण छ। मैले यहाँमा दायाँमा पठाइदिएको थिएँ। तर आउने बेलामा उहाँको अस्वास्थ्य कारणले गर्दाखेरि आउन सक्नु भएन। अब स्वास्थ्य राम्रो भएन भने त केही लाग्छ त केही लाग्दैन। र अहिले योगीहरूलाई स्वास्थ्यले पनि साथ दिएको छ, समय पनि मिलेको छ। सबै थोक जुटेकामा 10 दिन ध्यान शिविर भनेर पनि आउनु भएको छ। यति जुटेकामा अझै पनि हल्ला गर्न थाल्यो, बोल्न थाल्यो, एक आफ्नो पनि समाधि बिगार्ने अरूको पनि बिगार्दिनेतिर लाग्यो भने राम्रो हुन्छ त हुँदैन। अब रहेको 6 दिनमा योगीहरू मौन व्रतलाई धारण गर्नुहुन्छ कि गर्नुहुन्न? म यो ठाउँमा यो आँगनमा चक्रमण गर्दा यताको आवाज सुन्छु, यता चक्रमण गर्दा यताको आवाज सुन्छु। यता उपासिका योगीहरूको त झन् नजिकै हुँदाखेरि यताको झ्याल ढोका खोलिदिने बित्तिकै आवाज सबै आइहाल्छ नि। र रहेको समयलाई किम्मत राख्नुहोस्। अब यो 6 दिन बितेर उता लागेपछि फेरि तमुरको समाधि बिग्रिन थालिजान्छ। उता चाडपर्व भन्नुहुन्छ, त्यता लाग्नुहुन्छ, रमाइलोतिर लाग्न थाल्नुहुन्छ होला, मान्छे जुटाउनेतिर लाग्न थाल्नुहुन्छ, कोही भैले हेर्नेतिर जानुहुन्छ होला, कोही स्वयं आफै पनि बेला हाल्दै नाच्न थाल्नुहुन्छ होला। त्यतिखेर रहन्छ त समाधि। अहिले यो समयमा जति सकेको कोसिस गर्ने समय हो, जति सकेको कोसिस गर्ने समय हो। र त्यसकारणले कोसिस गर्नुहोला भन्दै अगाडि सूचना गर्दै र अहिले यसरी सम्पूर्ण थाइल्यान्डबाट, म्यानमारबाट, नेपालदेखिबाट शासनको लागि कतिपय अघिल्लो दिन मैले साउदी अरेबियाबाट पनि दान आएको भनेको थिएँ नि। कहिले साउदी अरेबियाबाट पनि आउँछ, कुनै समय अमेरिकनबाट पनि आउँछ। शासनको प्रभावले गर्दाखेरि सबैतिरबाट यसरी दानी दाताहरूले दान गर्दै हुनुहुन्छ भने यहाँ भएका योगीहरूले चाहिँ सकेको कोसिस गर्ने। अनि दानी दाताहरूको आफू स्वयं आउन नसके तापनि, आउन नपाए तापनि, शिविरमा सहभागी नभए तापनि पुण्यबाट त सहभागिता हुन पाऊँ भनेर दूरबाट पनि उहाँहरूले दान गर्दै हुनुहुन्छ भने उहाँहरूको श्रद्धा, दान गर्ने चेतनालाई योगीहरूले सबैले 3 चोटि साधुकार गरौँ। राज 77 बारको वा 70 बारको दशाहमको कोही प्रसन्न ध्यान शिविर आज चौथो दिनको बेलुकाको देशनाको समय भइरहेको छ। उपकारी अग्र महापण्डित
मोगोक्ष्यारोको उपनिषदलाई शिरो पर धारण गर्दै शासनमा प्रथम मार्गदर्शक गुरु अदन्त कुमार भन्तेजीको उपनिषद आशीर्वादलाई शिरोधार्य गरिकन हिजो अस्तिदेखि देशना गर्दै आएको किमथीय सूत्रलाई अगाडि बढाएर लान्छु। किमथीय भनेको के हो? किमथीय भनेको के हो? के हो भनेको नै हो। किम अथि, किम भनेको के, अथि भनेको हो, के छ, कस्तो छ भन्नुभयो नि। किमथीय भनेको के हो भन्ने त्यही नै हो भन्नु। यसको फल के हो भनेर सोधेको हो नि त, बुझ्नुभयो नि। किमथि कस्तो छ फल, के छ फल। जस्तै कुशल कर्म गरेर कसुर नभएका कर्महरू, अनवत जाने कमाने कसुर नभएका कर्महरू कुशल शील पवित्र राखेर बस्ने हो भने त्यसको फल के छ भन्दा प्रथममा के छ अरे? पछुतो नहुनु, अवैपट्टि सारिनु, अवैपट्टि सारो। भुइँपट्टि सारो भनेको पछुतो, अवैपट्टि सारो भनेको पछुतो नभइएको, पछुतो नहुने फल हुन्छ। अनि पछुतो नहुने फल भयो। पछुतो नहुने व्यक्तिमा के फल छ त? पछुतो छैन भने त्यो व्यक्तिमा के हुन्छ भन्दा पमोज। हिजो भनेको के हो? पमोज भनेको खुसी। जुन व्यक्तिमा पछुतो हुने काम गरेको छैन, पछुतो छैन भने पछुतो नभएको व्यक्ति खुसी रहन्छ। पछुतो नभएको व्यक्ति खुसी रहन्छ। तपाईँ हामी अहिले यत्तिकै पनि कहिलेकाहीँ मन खुसी हुन्छ कि हुन्न? कहिलेकाहीँ खुसी हुन्छ, कहिलेकाहीँ दुखी हुन्छ। कारण परेर पनि खुसी हुन्छ, कहिलेकाहीँ कारणै नपरिकन यत्तिकै पनि मन त्यतिकै खुसी वा प्रसन्न सन्तोष भइरहेको हुन्छ कहिलेकाहीँ। किन भन्दा अपरापरीय कर्म, अनमतग संसारदेखिका कर्महरू छन् नि त। तपाईँ हामी निर्वाण नपुगुन्जेसम्म मौका परे अनुसारले फल दिँदै जाने अपरापरीय कर्महरू, यी कर्महरूले त हामीलाई फल दिइ नै रहेका हुन्छन्। कतिखेर पनि कर्मले फल दिइ नै रहेको छ। अहिले पनि तपाईँ हामीमा कर्मको फल त हामीले भोग्दैछौँ। कोही बेलामा कुशलको प्रभाव पर्दिन्छ, कसुर नभएका कर्मको प्रभाव पर्दिन्छ, मन त्यत्तिकै पनि प्रसन्न हुन्छ, खुसी हुन्छ। कहिलेकाहीँ वज्र कर्महरू, कसुर भएका कर्महरूले फल दिन्छ, मन दुखी भइरहेको हुन्छ। त्यो मनमा हुने, कायमा हुने भिन्दै हो। कायमा हुने त अब तपाईँ हामीले टाठै जानिन्छ। दुख बिमारी इत्यादि हुँदाखेरि आफ्नो विपाक अनुसारको भोग्न सबैलाई परेको छ कि छैन? र जति फल दिने छ कर्मले नै दिएको हुन्छ। कोही धनी, कोही गरिब। मनुष्य लोकमा पनि, मनुष्य लोकमा मनुष्य हुनलाई फल दियो भन्दैमा सबैको एक नाते हुँदैन, हुन्छ त? कोही धनी छन्, कोही गरिब छन्, कोही रूप राम्रा छन्, कोही रूप राम्रा छैनन्, कोही अलगा छन्, कोही पुड्का छन्, कोही ज्ञानी छन्, कोही मूर्ख छन्, कोही कति भने पनि नलाग्ने छन्, कोही एकपाली भन्दा त्यो चाहिँ थप्पा होला है। र तिलकम्म विभङ्ग सूत्रमा भगवानले तोदीय ब्राह्मणको कारणबाट पनि तोदीय ब्राह्मणका छोरालाई यो उपदेश गर्नुभएको छ। तोदीय ब्राह्मणका छोराले भगवानलाई सोधेछन्,
कोही रोगी छन्, कोही निरोगी छन्। अघि भने चाहिँ कोही धनी छन्, कोही गरिब छन्, कोही अलगा, कोही पुड्का, कोही रोगी, कोही निरोगी, कोही सुखी, कोही दुखी, कोही ज्ञानी, कोही मूर्ख। किन यस्तो भएका हुन् भगवान? एकजना एकजना किन नमिलेको भन्दा एउटा एउटाको कर्म मिल्दैन, कर्म अनुसारको हुन्छ, कर्म अनुसारको हुन्छ। कोही देख्दै माया लाग्दा छन्, कोही देख्दै रिस उठ्दा पनि हुन्छ कि हुन्न। कोही कोही व्यक्तिलाई समूहले देख्दै कति माया लाग्दा, कति माया लाग्दो देखिन्छ कि देखिन्न। कोही कोही व्यक्तिलाई आफूलाई केही गरेका छैन र पनि कस्तो देख्दै रिस उठ्दा खाले भन्ने त्यस्ता पनि देखिन्छ कि देखिन्न। यो सबै केले गर्दा भएको भन्दा कर्मले। जुन व्यक्तिमा मित्री राम्रो छ, सबैमा मित्री राख्ने व्यक्ति देख्दै माया लाग्दो देखिन्छ जन्मै पछि। अरू अरू जन्ममा पनि देख्दाखेरि देख्दै माया लाग्दो देखिन्छ मित्री भएको व्यक्ति। जुन व्यक्ति मित्री छैन, डाँड आरिसले मात्रै जल्छ, देख्दै रिस उठ्दो हुन्छ, देख्दै कस्तो हुन्छ, रिस उठ्दो हुन्छ। कोही रूप राम्रो छ, कोही रूप राम्रो छैन, र कसैले रूप राम्रो हुनको लागि प्रार्थना गरेका पनि हुन्छन् पुण्य गरेर। कसैले अब दीप दान गरेका चक्षु राम्रो हुने, कसैले अब भोजन दानमा पनि वर्ण राम्रो हुने फल मिल्छ भोजन दान गरेकालाई। र राम्रो सत्य भागले कसैलाई छल कपट नगरिकन बस्ने रूप राम्रो हुन्छ। अकुशल भएको व्यक्ति अरूलाई छल कपट गर्ने, ढाँट्दै हिँड्ने, जतिखेर पनि ढाँट्ने, छल्ने, अझ कसैले भन्छन् मुजामा भएको छ अरे नै, झुटा भएन भने बनाएको अलङ्कार पनि सफल हुन्न, राम्रो हुन्न अरे, त्यस्तो पो भन्छन् अरे। र सजिलै झुटा बोल्ने व्यक्ति के हुन्छ त भन्दा दाँत राम्रा हुन्छन्, दाँत बाङ्गा र टिङ्गा हुन्छन्, कोही लामा कोही छोटा हुन्छन्, अनि सास पनि बोल्दाखेरि गनाउँछ, नजिक आयो भन्दाखेरि सास पनि के हुन्छ, गनाउँछ। यिनको सास गनायो भनेर हेला नगर्नु, त्यो पूर्व जन्मको विपाक हो नि त। बुझ्नुभयो नि? आफ्नो सास गनाएको आफूले थाहा पाएन, अरूले थाहा पाउँछन्। अरूको सजिलै भन्ने चाहिँ आफ्नो गनाएको आफूले थाहा हुन्न। किन भन्दा आफ्नो सास नाक र आफ्नो सास छेउमै हुँदाखेरि त्यो नाक पहिल्यै चिन्जान गरिसकेपछि छिप्पिसकेको छ, त्यसले थाहा पाउँदैन। अब अरूको साससँग चाहिँ चिन्जान भएको। सास गनाउने व्यक्तिलाई सोध्नु त आफ्नो सास गनाएको थाहा छ भनेर थाहा छैन, किन नाक छिप्पेको छ नि त, पहिल्यै चिन्जान भइसकेको छ। र कोही धनी कोही गरिब, धनी व्यक्ति दान गर्नको लागि श्रद्धाले भित्रबाट दान गरम 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 भएर फट्टै गरिहाल्ने, दान गर्न सजिला खाले व्यक्ति हो, त्यस्ता व्यक्ति धनी माने हुन्छन्। कोही व्यक्ति दान गर्न सजिला छैनन्, दान गर्न पर्यो भन्दाखेरि एउटा ठुलै भारी बोक्नु पर्यो जस्तो सम्झिने पनि हुन्छ नि त, कतिपय हुन्छ कि हुन्न, हुन्छन्। सबै गाउँ घर अलि धेरै चाहिएर ठुल्ठुलो चन्दा उठाउनलाई एउटा घरमा तल्लो पनि 1.5 लाख 2 लाख उठाउने गरी हिँडी हेर्नुहोस् त, थाहा भइहाल्छ। अलिकति दान गर्न अलिकति अप्ठ्यारो भएका व्यक्तिहरूका एकैचोटि बाहना, आकाश र पाताल सबै कुरा आउन थालिहाल्छन्। के को लागि? यसको लागि सजिला व्यक्तिले फटाफट गरिहाल्छन्। अप्ठ्यारा व्यक्तिलाई धेरै बेर भट्याउन पर्छ कि पर्दैन? धेरै बेर के गर्नुपर्छ? र त्यही पनि धेरै बेर भट्याएर पनि अनि गरिसकेर पनि उसको मन सन्तोष हुँदैन नि।
गरिसकेर गएपछि अनि मनमा पीर परेको हुन्छ। अनि त्यो पीरलाई थाम्न सकेनन् भने अनि मुखबाट फुस्किन्छ। कोही मान्छे भेट्यो भने ती पार्टी कस्ता अप्ठ्यारा जबरजस्ती गर्ने नै त्यसै, अनि सुनायो अरूलाई। हेर्नुहोस् है, त्यो सुनाएको नै आफू त्यो लोभले कन्जुसले कतिको जडिया छ भनेर बताएको हो नि। अनि सुन्नेले पनि अब हातमा हात मिलाइन्छ, कस्तो अप्ठ्यारा खाले जबरजस्ती गर्ने भनिन्छ, आफूलाई पनि धेरै थपेर भन्न भयो। तर त्यो बोली भित्र कतिको जलेको छ भन्ने कुरा त बोलीले देखाइरहेको छ नि। तर जुन भन्ने व्यक्तिलाई आफू कतिको जलेको छु भन्ने थाहा छैन, छ त। त्यही भएर दानमा हल्का मनले सजिलैसँग खुल्ला दान गरिराख्ने व्यक्ति जन्मेपछि धनी हुन्छन्, सजिलै धन सम्पत्ति कमाउन सक्छन्, जे काम गरे पनि सफल भइहाल्छ। फल्नालाई त यो काम खुब फाप्छ भन्छन् होइन, फाप्छ होइन नि, दान गरेका थिए नि त, बुझ्नुभयो नि। र सजिलै दान गर्ने, जे परि आए पनि सजिलै दान गरिराख्नेले धन सम्पत्ति सजिलै खोज्न सक्छन्, धनी हुन्छन्। र सजिलै दान नगर्ने व्यक्ति, अप्ठ्यारा खाले व्यक्ति, कहिले कता नि पुण्य गर्ने व्यक्ति, एउटो पुण्यले साथ दिएर मनुष्य त भए तर दानको ठुलो पुण्य छैन, त्यस्ता व्यक्ति गरिब हुन्छन्। र कोही व्यक्ति ज्ञानी, कोही व्यक्ति मूर्ख। मूर्ख व्यक्ति आफूले जान्ने केही पनि होइन, गमक्क परेर मैले जान्दछु, मैले सब जान्दछु भन्दै गमक्क परेर अभिमान लिएर बस्ने व्यक्ति चाहिँ जन्मेपछि मूर्ख हुन्छन्। आफूले जानेको पनि अभिमान झारेर अझै पनि जान्न बाँकी रहेको छ भनेर सोधी गर्ने, खोजी गर्ने, त्यो खोजी गरिराख्ने भाव भएका व्यक्ति जन्मेपछि ज्ञानी हुन्छन्। किन भन्दा खोजी गरिराख्ने चेतना नै पारमी बन्दिरहेको हुन्छ नि त। धर्मको बारेमा खोजी गरिराख्ने, आफूले अलिकति जान्यो, अझै धेरै जान्नको लागि खोजी गर्ने, अलि जान्यो अझै धेरै जान्नको लागि खोजी गर्यो, खोजी गरिराख्ने व्यक्ति जन्मेपछि ज्ञानी भएर जन्मिन्छन्। थोरै जानेर धेरै जाने चाहिँ गरेर बसेर मैले त पहिले हो नि बुझेको, मैले त तिम्रो जन्मका पनि छैनौ भन्छ नि कसैले। अझै मैले पहिले हो बुझेको, तिम्रो जन्मका पनि छैन उस्तै परे। साँच्चै बुझ्नु भयो त भनेर हेर्दा बुझेको होइन, बुझेको भइरहेको छ। के भइरहेको छ सोद्धाखेरि एउटा केही पनि थाहा छैन। हो त्यस्ता व्यक्तिहरू पनि छन् कि छैनन्? हो, ती व्यक्ति चाहिँ अज्ञानी भएर जन्मिन्छन्। त्यही भएर अज्ञानी भएर जन्म्यो भने धर्म देशना जति नै गरे पनि भित्र गर्ने हिसाबले बुझ्न सक्दैनन्। भित्र बुझ्यो भने बल्ल ज्ञान खुलेर आउने हो नि त। धर्म कानले बुझेर हुन्न नि त, हुन्छ त? कानले बुझेर हुन्न। कानले त एउटा केटाकेटीलाई सुनाइदिउँ, धेरै बेर सुनाइदिने भने उनीहरूले पनि फेरि भन्न जानेका छन्। तर भन्न जाने भन्दैमा बुझेका हुन् भनेर हुँदैन, हुन्छ त? भन्न जाने भन्दैमा बुझेका भन्न सकिँदैन। भित्र ज्ञानले आफ्नै खण्डबाट छर्लङ्ग जाएर हो नि त्यस्तो हुनुपर्छ। उहाँले भनेपछि भगवानले उपदेश गर्नुभएको भनेपछि हो नि, भगवानले भन्नु हुनाले हो नि, त्यो खाले हुँदैन। सारीपुत्रले एक समयमा, त्यो इतिहास लामो म भन्दिनँ है, सारीपुत्र तिमीले भगवानमाथि श्रद्धा भएको भिक्षु आपुसमा, अहिले भगवानका उपदेशहरूमा श्रद्धा भएको, भगवानमा श्रद्धा भएको विषय चाहिँ अहिले तिमीले जो धर्मलाई श्रद्धा गर्न आएका छौ, भगवानमा परिपूर्ण विश्वास भएर श्रद्धा भएको हो कि होइन भनेर सोद्धाखेरि सारीपुत्रले होइन, भगवानमा परिपूर्ण विश्वास भएर श्रद्धा भएको, सही धर्म हुनाले श्रद्धा भएको हो, भगवानले उपदेश गर्नुको धर्म सही हुनाले भगवानमा श्रद्धा भएको हो।
भगवानमा श्रद्धा भएर धर्ममा विश्वास भएको हो त? भगवानमा विश्वास हुनाले अब भगवानले भनेपछि हो नि भन्ने खाले विश्वास होइन अरे, सही हुनाले बल्ल भगवानमा गएर विश्वास भएको, धर्ममा विश्वास भएको। यदि सही थिएन भने विश्वास हुन्छ त? हुँदैन। किन भन्दा सारीपुत्र भगवान नभेट्दाको समयमा भगवान बुद्ध त्यतिखेर जंगल निस्किनु पनि भएको थिएन। सारीपुत्रले खोजी गर्दा सिद्धार्थ कुमारमै हुनुहुन्थ्यो राज दरबारमा। त्यो समयमा पनि भगवान मान्ने धर्म मान्ने थिए कि थिएन? आफ्नो विश्वास अनुसारले मानिरहेका थिए। अब भगवान मान्ने धर्म मान्ने थिए। त्यतिखेर 6 जना भगवानको रूपमा कहलाइएका थिए। कसैले ब्रह्माजीलाई नै सम्पूर्ण गर्दिने उनै हुनु भनेर ब्रह्माजीलाई मान्ने पनि थिए। त्यो समयमा सारीपुत्रले खोजी गर्नुभएको हो। ती नामी प्रख्याति गुरुहरूसँग गएर खोजी गर्नुभयो। अब उहाँ हुनुहुन्छ भगवान, उहाँले सम्पूर्ण जान्नुहुन्छ भन्ने थाहा पाउने बित्तिकै उहाँले भगवान भन्ने विश्वास चाहिँ गर्नुहुन्थेन। पहिले कस्तो उपदेश गर्नुहुन्छ के रहेछ उहाँको मार्ग भनेर गएर चेलो भएर खोजी गर्नुभयो। खोजी गर्नुभयो गुरुले दिएको शिक्षा लिनुभयो, तर मुक्तिको मार्ग छैन। आफ्नो ज्ञानले केलाउनु भयो नि त। आफ्नो ज्ञानले केलाउँदाखेरि मुक्तिको मार्ग छैन। छ त? मुक्तिको मार्ग छैन। अब सारीपुत्र उहाँको पूर्वको त्यो खोजी गराएको पारमिताले उहाँको जन्मै ज्ञानी स्वभावले जन्मिनु भएको थियो। एकैचोटि अरूले भने भन्दैमा विश्वास गर्ने खाले होइन। हो त? होइन। तमोर्तलो के नबोलिकन गएर नआए पनि तमको पाप काटिन्छ भने पनि जान्नुहुन्छ नि, होइन? सारीपुत्र त्यस्तो हो त? हुन सक्छ या सक्दैन उहाँले छानबिछान गर्नुहुन्थ्यो। अनि गुरुले दिएको शिक्षाले उहाँलाई चित्त बुद्ध हुने थिएन। गुरुजी मलाई चाहिएको चाहिँ हो यो दुःख चक्रबाट छुटकारा हुने मार्ग चाहिएको हो, त्यो मार्ग चाहिँ मलाई बताउनुहोस् न। मैले जानेको यति नै हो। गुरुले तपाईभन्दा जान्ने को छन्, फल्ना छन् होला भन्ने सुन्ने बित्तिकै गइहाल्ने हो। खोजी त्यसरी थियो नि त। अनि त्यो ठाउँमा जाँदाखेरि सारीपुत्रले पहिल्यैदेखि अध्ययन गर्दै आउनुभएको कतिपय त गुरुहरू सारीपुत्र जति पनि जान्दैनन्। तिमीले मभन्दा धेरै जानेका रहेछौ, कसरी म तिमीलाई गुरु गर्ने? अब तिमी खोजीतिर नलाग, टेला पालेर बस। सारीपुत्रलाई चेला पालेर बस भन्दाखेरि जुन असली मलाई चाहिएको चिज मलाई त मिलेको छैन। मिलेको चिज पनि मलाई सन्तोषजनक छैन, किन मुक्तिको मार्ग होइन। मिले जतिकोले सन्तोषजनक छैन। जुन सन्तोषजनक हुने मलाई नै मिलेको छैन, मैले कसरी दिने? जुन कुराले मलाई सन्तोषजनक छैन, जुन मार्ग मलाई विश्वास छैन भने त्यो मार्गको गुरु भएर म कसरी बस्ने? म बस्दिनँ। म चेलो हुँ, खोजी गर्ने व्यक्ति हुँ। त्यसरी खोजी गर्नुभएको। त्यही भएर खोजी गरिराख्ने व्यक्ति खोजीको प्रभावले जन्मै पछि ज्ञानी हुन्छन्। पढ्न नपढ्न पढेको विद्वान भिन्दै हो, ज्ञानी भिन्दै हुने। ज्ञानी र विद्वान मिल्छ? मिल्दैन। फल्ना त कलेज पास गरेका उनले जति नै पास गरे पनि पढेको भिन्दै हो, ज्ञानी भिन्दै हो। ज्ञानी भिन्दै, विद्वान भिन्दै हो। त बुझ्नुपर्छ। हाम्रो नेपालीको भनाइमा पनि छ, कति वनका काँडालाई छ कि छैन? वनका काँडा तिखार्न पर्दैन भनेको अर्थ नै सानैदेखि ज्ञानी स्वभाव भएर आएका व्यक्तिलाई केही सिकाइराख्न पर्दैन। र कस्ता व्यक्ति ज्ञानी हुन्छन्? खोजी गर्ने व्यक्ति ज्ञानी हुन्छन्। कस्ता व्यक्ति मूर्ख हुन्छन् भन्दा
थोरैमा थोरै जानेर धेरै जाने झै गरेर अभिमान बढाएर बस्ने व्यक्ति मूर्ख हुन्छन्। बुझ्नुभयो नि? आदर गौरव गर्ने व्यक्ति, आफूभन्दा ठुलाको आदर गर्ने, गौरव गर्ने, आएका पर पाहुनालाई राम्रो स्वागत गर्ने, गौरव गर्ने, मान्ने जनहरूलाई मान्ने, माता पिताको सेवा गर्ने, यस्ता व्यक्ति जन्मै उच्च कुलमा जन्मिन्छन्। यिनी कुली नोती होती अरे उच्च कुलका हुन्छन्। आदर गौरव छैन कसैलाई पनि, आदर नगर्ने, गौरव नगर्ने, ठाठाडै बस्ने, ठाठाडै बोल्ने, म जस्तो कोही छैन भन्ने खाले भएका व्यक्ति अकुली नहोती अरे नीचा कुलमा जन्म हुन्छ। यो पनि अरू हो कि कर्म नै हो। जस्तो कर्म गरिएछौ त्यस्तै फल त जोड्नुपर्छ। त्यही भएर तपाईँ हामीले कसुर भएका कर्म गरियो भने कसुर अनुसारको पछुतो जोड्नुपर्छ। पछुतो छ भने मन प्रसन्न हुँदैन, हुन्छ त? यदि कसुर भएका कर्म गरिन्न, राम्रा कुशल कर्म गरिएको छ, कसुर नभएका कर्महरू गरिएको छ, राम्रो शील पालन गरिएको छ भने पछुतो हुँदैन। जुन व्यक्तिमा कसुर नभएका कर्म छन्, पछुतो छैन भने ती व्यक्ति खुसी हुन्छन्। अहिले पनि खुसीको जीवन जिउन सक्छन्। मृत्यु समयमा पनि खुसी भएर मर्न सक्छन्। मृत्यु पश्चात पनि खुसी भएर सुगति लोक जान्छन्। बुझ्नुभयो नि? अहिले भनेको सुनिन्छ? यता सुनिन्छ? समूहले भनेको त मैले सुन्दिनँ के अरे, सुनिन्छ कि सुनेन? मुख चलाउनुहोस् त, सुनिन्छ? ढोका लगाइदिनु भने बरु। आनन्दले भगवानलाई सोध्दै हुनुहुन्छ, भगवानले आनन्दलाई जवाब दिँदै हुनुहुन्छ। जुन व्यक्तिमा पछुतो छैन ती व्यक्तिमा पमोज अरे खुसी हुन्छ। अविपट्टि सारको आनन्द पमोजको आनन्द, अविपट्टि सारो पमोजानी सम्सो आनन्द, अविपट्टि सारो भएको व्यक्ति पमोज खुसी हुन्छ। खुसी भएर बस्न सक्छ। खुसी हुने फल प्राप्त हुन्छ। अहिले पनि खुसी, पछि पनि खुसी, अन्तिम मर्ने समयमा पनि खुसी भएर मर्न पाइन्छ। मर्ने बेलामा पछुतो हुँदै, आत्तिँदै, कालिँदै, अब म कहाँ पुग्ने भयो भन्दै डराउँदै मर्न पर्दैन। पर्छ त? पर्दैन। खुसीले लौ म अब गए है, उहाँ बिदा मागेरै गए जस्तो जान पाइन्छ। खुसीले मरेका व्यक्ति मर्ने बित्तिकै पनि अनुहार उज्यालो अनुहार हुन्छ, हँसिलो अनुहार हुन्छ। झट्टै शरीर ठेङठेङती डरो हुँदैन खुसीले मरेका व्यक्ति। किनभने खुसीले मरेका व्यक्ति आत्तेका हुन्छन् नि त। डरले आत्तिँदाखेरि पो तन्केका हुन्छन् नि त। डरले खुसी तन्केका हुन्छन् नि त। बुझ्नुभयो नि? र आफ्नो परीक्षा पनि अन्तिम समयमा हुन्छ नि सबैको। अनि आनन्दले भगवानलाई अझै प्रश्न गर्दै जानुभएको। पमोजको भन्थे किम थियो कि माली सम्सो भन्थे भगवान। पमोज खुसी भयो भने खुसीको फल के छ, कस्तो आनिसंस छ, त्यसको फल कस्तो प्रकारको छ? आनन्दले भगवानले पिततको आनन्द पमोज पितानी सम्सो
पित तको आनन्द पमोज पिता नि सम्तो आनन्द हे आनन्द पमोज खुसीको आनिसम्झ फल के हो भन्दा पीति हुने फल हुन्छ। खुसी पमोज छ भने त्यो व्यक्ति पीति हुन्छ। पीति भन्दाखेरि जस्तै तपाईँ हामी ध्यान बस्दाखेरि पनि आउँछ हो यो पीति भएको मनमा यमाले पीति भनिन्छ। पीति भएको खुसी भन्ने त्यो पमोजको खुसी र पीतिको खुसी मिल्दैन। पमोजको खुसी र पीतिको खुसी मिल्दैन। जस्तै पमोजको खुसी भन्ने आफूलाई पनि सबै थोक राम्रो भएको बेलामा, काम पनि राम्रो भएको बेलामा, सबैको आदर पनि राम्रो भएको बेलामा मन खुसी हुन्छ नि, हो त्यो पमोज हो। कसैले आफूलाई अलिअलि फुर्काइदे सराइदे धन्न तपाईँ हुनुहुन्छ र, नत्र भने यहाँ दुःख हुन्थ्यो, तपाईँले गर्दा नै यतिको भएको भनेर अलिअलि थपथा बनाएर फुर्कायो भने पनि मन कस्तो हुन्छ? फुर्काएको मन पर्छ कि पर्दैन? फुर्काएको मन नपराउने धेरै छैनन्। फुर्काएको धेरैले मन पर्छ। अझ एक उपासकले म्याउ मान्दा तिरे घामीमै चाइटे माता नाङ्गु अरे। मलाई फुर्काएको त थाहा छ अरे, तर आफूलाई त फुर्काएको मन परिरहेको छ, अब केही लागेन अरे। र अरूले प्रशंसा गरेर के गरेर मन खुसी भएको खुसी एक प्रकारको, पीतिको खुसी एक प्रकारको मिल्दैन। पीतिको खुसी जस्तै कि पीति भन्दाखेरि ध्यान भावना आचरण गर्दाखेरि पनि हुन्छ। ध्यान भावना आचरण गर्दै एकाग्रतामा हुँदै गयो भने मनमा भएको क्लेशहरू घट्दै कम्ती हुँदै कम्ती हुँदै कम्ती हुँदै गएको बेलामा मनको स्वभाव कस्तो हुन्छ भन्दा मसिनो स्वभाव हुन्छ। मनको स्वभाव मसिनो नरम स्वभाव हुन्छ। मनको स्वभाव मसिनो नरम स्वभाव हुँदै गयो भने पछि यो त्यो मनबाट उत्पत्ति हुने रूप पनि त्यस्तै प्रकारको भएर आउँछ। श्वास प्रश्वास पनि समाज राम्रो हुँदैछ भने श्वास प्रश्वास पनि नाकाबाट घुस्ने निस्किने गरेको छ कि छैन भन्ने जस्तो मसिनो भएर जान्छ। जब त्यो मसिनो हुँदै गयो भनेदेखि यो शरीरबाट काँडा उम्रे जस्तो श्रीङ श्रीङ शीतल स्वभावको काँडा उम्रे जस्तो श्रीङ श्रीङ भएर शान्तिपनाले खुसी भएकोलाई पीति भन्छ। पीतिको खुसीमा चित्का छोडेर हाँस्ने खाले होइन नि त। बाहिरी खुसीमा त अनुहारै त्यसै। अब कसैलाई लो तपाईँलाई 1 करोडको लाटरी खुलो भन्दै बित्तिकै मन त्यसै कसो हुन्छ? त्यो मन थाम्न नसकेर अनुहार पनि खुलेर आउँछ नि, हँसिलो हुन्छ कि हुन्न? तर त्यो पीतिको चाहिँ त्यो खाले होइन। पीति भनेको श्रीङ शान्तपनाको खुसी। कस्तो खुसी हो? शान्तपनाको खुसी। अनि शान्त एकै ठाउँबाट श्रीङ श्रीङ काँडा उम्रे जस्तो। काँडा उम्रिन त अब डरले पनि उम्रिन्छन्, जाडोले पनि काँडा उम्रिन्छन्। हो यो प्रीतिबाट पनि काँडा उम्रिन्छन्। त्यो चाहिँ डरले पनि होइन, जाडोले पनि होइन, ऊ शीतलबाट, मन शीतल भएबाट काँडा उम्रे जस्तो श्रीङ श्रीङ। अनि कोही बेलाको पीति 5 प्रकारका छन्। हल्का रुई खुलेको रुई जस्तो हल्का भएर खुसी हुन्छ। कोही फुलेको रुईलाई तेलमा टप्प चोपिदिँदाखेरि बाहिरका झुक्राहरू सबै थर एकै डल्लो पर्छ कि पर्दैन? त्यस्तै यो गन्जा गोलबाट एकै डल्लो परे जस्तो पीति त्यस प्रकारको पनि हुन्छ। विपश्यना ज्ञानबाट भएर आउने पीति फेरि एक प्रकारको हुन्छ।
संस्कार उपेक्षा ज्ञानमा आउने पीति एक प्रकारको हुन्छ र विशेष गरी तपाईँ हामी पीति भनेको पनि खुसी नै हो, तर शान्तपनाको खुसी र अघिको पमोजको खुसीसँग मिल्दैन। पमोजको खुसीसँग पमोज भन्दाखेरि अलिकति उम्लेरै आएको छ नि त खुसी, ऊ शान्तिपनाले खुसी पीतिको। र हो यो पीति हुने फल मिल्छ। जुन व्यक्तिमा पमोज छ त्यो व्यक्तिमा पीति हुन्छ। पमोज छैन भने पीति हुँदैन। पीति हुनको लागि पमोज चाहिन्छ। बुझ्नुभयो नि? पीति को भन्ते किमत थियो कि मानि संसो भन्ते भगवान। पीति भयो भने पीतिबाट हुने के फल छ, त्यसको आनिसंस फल कस्तो प्रकारको छ, आनन्दले फेरि सोध्नुहुन्छ। भगवानले पीतिको आनन्द पसद दिया, पसद जानी संशय आनन्द। हे आनन्द, जुन व्यक्तिमा पीति छ भने बल्ल पसद्धी हुन्छ। पीति छैन भने पसद्धी हुँदैन। पीति भएको व्यक्तिलाई पसद्धीको फल मिल्छ, पसद्धी हुने फल हुन्छ। अब पसद्धी भनेको पाली शब्द भयो। पाली शब्द तपाईँहरूलाई बुझ्न अप्ठ्यारो भयो, गाह्रो भयो। र पसद्धी भनेको पनि शान्तपनालाई भनेको। तर कस्तो प्रकारको शान्त भन्दाखेरि अहिले अब ध्यान बसेर कोही बेलामा बसेको ठाउँमा भत्भत्ती पोलेर आउँछ, दुख्छ, हुन्छ कि हुन्न? दुख्छ, पोलेर आउँछ, अनि यता खुट्टा फर्काउने उता फर्काउने कायिको दुःख पनि हुन्छ। अनि मन पनि स्थिर नहुँदाखेरि, मन पनि चारपट्टि हिँडेको हुँदाखेरि कच्छ र ट्याम पुरा होला भन्ने पनि हुन्छ कि हुन्न? कायलाई पनि आनन्द छैन, मनलाई पनि। पसद्धी भन्दाखेरि कायोमा दुख्ने पोल्ने भन्ने कतै केही पनि छैन। कतै केही पनि दुख्ने पोल्ने नभइकन अन्तिम यो कायो पनि हल्का स्वभावको हुन्छ। कायो हल्का स्वभावको, अनि धेरै हल्का स्वभाव भएर शरीरै हराए जस्तो पनि देखाउँछ पसद्धी। मेरो त शरीर छैन जस्तो हुन्छ, शरीरै छैन जस्तो। मन पनि कतै चल्ने चटपटाउने काहीँ छैन, एकै ठाउँमा स्थिर भएर शान्त भइरहेको। कुनै मनमा चञ्चले स्वभावहरू पनि यता जाने उता जाने पनि आउँदैन। कतिपय योगीहरू त्यो ठाउँमा पुग्दाखेरि ए मैले त भेटे निर्वाण भन्ने हुन्छ। त्यसलाई अधिगम प्रतिरूपकमा त्यसलाई के भनिन्छ भन्दा अधिगम प्रतिरूपकमा चाहिँ त्यसलाई नक्कली निर्वाण भनिन्छ। के हो अरे? नक्कले निर्वाण। नक्कले निर्वाणले पनि शान्ति त निकै शान्ति दिन्छ कि दिन्न? शरीर पनि छ कि छैन? अब दुःख वेदना दुख्ने पोल्ने कतै काहीँ केही नहुँदाखेरि ल मेरो त शरीरै हराए त, शरीर हरायो, मैले भेटे, यही होला निर्वाण भन्ने हुन्छ त्यो पसद्धी। अनि मन पनि कतै तान्निने ओर्ने छैन। मन पनि कोही बेलामा मन नै छैन कि जस्तो, श्वास प्रश्वास पनि छैन कि मन पनि छैन कि जस्तो महसुस हुन्छ पसद्धी। बुझ्नुभयो नि? हो त्यो पसद्धी कहाँबाट आएको भने पीतिबाट। पीति भएको छ भने, पीति भएको व्यक्तिमा पसद्धी हुन्छ। त्यो पीति नभइकन पसद्धी हुँदैन। पमोज नभइकन पनि पीति हुँदैन। अनि पछुतो हटाउन नसकिकन पनि पमोज
भुइँपट्टि सारो हटाउन नसके पमोज हुँदैन। अनि गल्ती कर्महरू नहटाइकिन भुइँपट्टि सारो अभुइँपट्टि सारो पनि हुँदैन। बुझ्नुभयो नि? त्यसो हुँदा कसुर नभएका कर्म राम्रा कुशलानी कमानी, कुशल कर्म कुशलानी शिलानी, पवित्र शील भएको व्यक्तिमा एक अभुइँपट्टि सारो फल हुन्छ। अभुइँपट्टि सारो भएको व्यक्तिमा पमोज हुन्छ। पमोज भएको व्यक्तिमा पीति हुन्छ। पीति भयो भने बल्ल पशुद्धि हुन्छ। बुझ्नुभयो नि? पशुद्धि हुनको लागि त्यो पहिलोदेखिबाट हामीले बिर्सिन हुँदैन नि। पहिलो तपाईँ हामीमा भन्दै आएकोमा कुशलानी अनवजानी कम्मानी कुशलानी शिलानी त्यसरी आएको छ। कुशल कसुर नभएका कर्महरू, कुशल राम्रा पवित्र शीलहरू पालन भयो भने अभुइँपट्टि सारो फल हुन्छ। अभुइँपट्टि सारो भएको छ भने बल्ल पमोज हुन्छ। पमोज भएको छ भने पीति हुन्छ। पीति भएको छ भने बल्ल पीतिको फल के हो? पशुद्धि। योगीहरूलाई मैले भोलि फेरि यसरी मेसैसँग सोधेँ भने आउँछ होला? अहिले आउँछ कि भोलि पनि आउँछ? दुईजनालाई मात्रै आउँछ होला, अरूलाई आउँदैन। र अहिले सुन्नुभएको पछाडि सुनिन्छ, पानी परेकोले गर्दाखेरि सुनिन्न कि जस्तो मनमा त्यति भित्रबाट तागत नआए जस्तो नि त। सुन्नुहुन्न कि जस्तो हुन त सुन्नुभएको छ होला। अब साउन्ड बक्स सबैका नजिकैमा छन्। र ध्यान बस्ने व्यक्तिमा पशुद्धि भन्ने साँच्चै ध्यान गर्दै गएका व्यक्तिमा अनुभव छ त्यसको कतिपयलाई, पुराना योगीहरूलाई। बस्दै जाँदाखेरि कोही बेलामा यहाँदेखि यता तलपट्टि सबै हराए जस्तो हुन्छ कि हुन्न? त्यो काय पशुद्धि भएको। त्यो के भएको? काय पशुद्धि। कोही बेलामा माथिपट्टि हराए जस्तो भएको काय पशुद्धि। अनि कोही बेलामा मन पनि छैन कि जस्तो, श्वास प्रश्वास पनि बहुतै मसिनो भएर जान्छ। चित्त पशुद्धि, काय पशुद्धि, चित्त पशुद्धि। कसैलाई चाहिँ पीतिको अवस्थामा पीति गति भएर चाहिँ श्रीङ हुँदा हुँदै शरीरबाट भुइँबाट नै उचालिसके कि म त भुइँदेखि माथि नै छु कि ला कता आकाश नै उड्ने हो कि, त्यो पीतिमा आउँछ। त्यो चाहिँ केमा आउँछ? हो त्यो पीति भएकोमा बल्ल पशुद्धि हुन्छ। हो त्यो पीतिको अवस्थामा जब यो शरीर भुइँदेखि पनि माथि नै आइसक्यो कि भुइँदेखि अलग्गै भयो भन्ने भएको बेलामा उड्छ कि भन्ने मन भयो भने अनि अनेक झलक देखिन थाल्छ नि। हो त्यो झलकमा एकोरो भएर तानिँदै गयो भने विपसना छोडिन्छ। फेरि विपसना के हुन्छ? विपसना भनेको केहीमा पनि नतानिकन तटस्थ भएर हेर्नुपर्छ। जे हुन्छ आफूसँग केही मतलब नभए जस्तो बनाएर हेर्नुपर्छ विपसना। पशुद्धि भयो भने पनि त्यसमा पनि रमाउन हुँदैन। रमाइयो भन्ने बित्तिकै नै, त्यो पशुद्धिलाई रुचाइयो भन्ने बित्तिकै नै मन पर्यो भन्ने त तणहा आइहाल्छ नि त, तृष्णा आउँछ नि त। तृष्णा भन्ने समाधिको शत्रु हो कि होइन? विपसनाको शत्रु, निर्वाण जाने मार्गको शत्रु। तृष्णा अब बस्न आनन्द भएको छ, शरीरै हराए जस्तो, आहा मैले त भेटेँ होला, आहा त्यो आनन्दलाई रुचाइरहेको छ यहाँ तणहाले। यही होला निर्वाण, मैले भेटेँ, यहाँ तृष्णाले भेटे भनिरहेको छ। भएको तृष्णा चाहिँ थाहा नै हुन्न। धर्म बहुत मसिनो छ। मेसो पाइएन भने झुक्क्याएर बिचैमा अलमल बनाइदिइरहेको हुन्छ।
विपश्यना गर्ने व्यक्ति पनि नि। हुन त यिनी कुरा निर्वाण जाने बाटोमा छन्, यिनी कुरा बाटोमा पर्छन्। यिनी नभई पनि हुँदैन, किन बाटो हो नि त यो, बुझ्नुभयो नि। तर यिनी बाटोमा देखिने चिज हुन्। तर बाटोमा भेटेका चिजलाई यही नै हो भन्यो भने अब लक्ष्यमा पुग्यो त, झुक्किन पुग्यो। अब असली निर्माण भेटेको छैन, यही नै हो भनेपछि असली नभेटिकन अर्कालाई यही भनेपछि त्यो अरू भयो कि नक्कली भयो? नक्कली भयो। नक्कलीमा फसिन पुग्यो भने पनि अगाडि बढ्न सकिँदैन। अनि त्यो जग्गामा फसाउन चाहिँ हो यो तडहा छ नि त नजिकमा। अलिकति राम्रो भयो र आनन्द आयो भने त आहा यस्तै समाधि भयो भने त सधैँ यस्तै भइदियो भने त राम्रो भएका दिन चाहिँ नि त्यो समाधि राम्रो भएर भएको आनन्दलाई मन पारिराखेको छ नि त कृष्णले। आहा आज त क्या राम्रो भयो भन्न पुगिन्छ बाहिर, तर यहाँ कृष्णले राज गरेको थाहा नै पाइएको हुन्छ। थाहा पाइएको हुन्छ त। त्यही भएर नाम नै विपश्यना भनेको विशेष गरेर हेर्नु हो नि त। एउटालाई हेर्दा हेर्दै अर्काले आएर बाधा गर्न सक्छ, त्यसलाई पनि जान्नुपर्छ। हेर्ने व्यक्ति बहुत तेजिलो हिसाबले हेर्नुपर्छ। त्यही भएर हेर्नमा मार्ग अष्टाङ्गिक मार्ग छ नि त। शील मार्ग 3टा, समाधि मार्ग 3टा, प्रज्ञा मार्ग 2टा। यिनी मार्ग लिएर हेर्ने भने बल्ल हेर्न सकिन्छ नि त। नभए यता छल गरेको फसाएको थाहा पाइँदैन, बुझ्नुभयो नि। र प्रीति भएको व्यक्तिमा पशुद्धि हुन्छ। पशुद्धि शान्ति, काय शान्ति, मनो शान्ति। अनि फेरि आनन्दले पशुद्धिको भन्थे कि मथि हो कि मानि सम्सो। पशुद्धि भयो भने पशुद्धिको फल कि मथि कस्तो छ, किम आनि सम्सो, त्यसको फल त्यसको परिणाम कस्तो प्रकारको छ। भगवान आनन्दले भगवानले पशुद्धिको आनन्द सुखानी सम्सो। पशुद्धि भएको व्यक्तिमा बल्ल सुख हुन्छ। कायिक सुख, चेतसिक सुख। कायिक सुख, चेतसिक सुख। जब त्यो सुखमा पुगिसक्यो भनेदेखि ती व्यक्तिलाई कति टाइम भयो मतलब छ त, कति समय भयो मतलब छैन। दिनभरि रातभरि यस्तै नै बसिराखौँ जस्तो हुन्छ नि त त्यो सुखमा चाहिँ। काय पनि सुख, चित्त पनि सुख। कायिक सुख, चेतसिक सुख, यिनी 2 प्रकारकै सुख भएपछि दिनभरि रातभरि जतिखेर पनि यसरी नै बसिराखौँ भन्ने हुन्छ। यदि त्यो सुखमा पुगे छैन भने कक्षर टाइम जाला, बुझ्नुभयो नि। कक्षर समय जाला, कतिखेर 1 घन्टा पुरा होला, कहिले 10 दिन पुरा होला। अझ क्या भन्दा अलिकति अगाडि बढ्यो भने चाहिँ आज बल्ल 4 दिन, अझै 6 दिन रहेका छन्। योगीवाला भएको सके छैन, सत्य भन्यो भने भएको सके छैन, कतिपयलाई हुन्छ नि त्यो। र यसरी आचरण गर्दा गर्दै कायिक सुख, चेतसिक सुख हो। यो सुख भयो भने भन्थे अरे सुखपन भन्थे कि मथि हो कि मान्ने सम्सो। सुख भएको अवस्थाबाट त्यसको फल कस्तो छ, कस्तो प्रकारको आनी सम्स हुन्छ भगवान आनन्दले। भगवानले सुखम आनन्द समाधि छ अरे, समाधि सम्सो। आनन्द सुख छ भने बल्ल समाधि हुन्छ। त्यसको फल नै सुखको फल समाधि हो। सुखको फल के हो अरे? त्यसो भए समाधि हुनको लागि सुखमा पुग्न पर्यो कि परेन? सुखमा नपुगे समाधि हुन्छ?
सुखमा नपुगे समाधि हुँदैन। बुझ्नुभयो नि? त्यही भएर भगवानले दुःखले पनि शरीरलाई दुःख दिएर पनि आचरण नगर्नु। किन भन्दा कायिक दुःख छ भने पनि समाधि हुँदैन, चेतसिक दुःख छ भने पनि समाधि हुँदैन। त्यही भएर ध्यान भावना आचरण गर्ने योगीहरू शिविर जान्छु भनेपछि संसारमा मेरो केही पनि छैन, कोही पनि छैन भनेर एक्लो निस्केर आउन सक्नुपर्छ। शिविर आउने व्यक्तिमा परिवारको विषय, काम व्यापारको विषयलाई जेल लिएर त्यो लगामलाई यहाँ बाँधेर आइयो भने पानी राख्छ। संसारमा मेरो भन्ने केही पनि छैन, मेरा केही पनि छैन, कुनै काम व्यापार मेरो छैन, म एक्लो खोजी गर्न निस्किँदैछु भनेर सबै हटाएर खाली भएर आउनुपर्छ। बुझ्नुभयो नि? खाली भएर। अनि खाली भएर आएपछि 10 दिनभरि ध्यान बसुन्जेलको समयमा ती कुनै विषय पनि नजेल्यो, सबैबाट खाली भएर आचरण गर्नुपर्छ। न बाहिरी विषयमा लिना दिना हुन्छ। अब काम व्यापार गर्दाखेरि हो यो लिना दिनामा जेलिएको छ भने पनि विषयले सुख दिएन, दियो त दिएन। सुख छैन भने समाधि हुँदैन। अनि कायिक समाधिको लागि पनि स्वास्थ्य राम्रो हुनुपर्छ। स्वास्थ्य कस्तो हुनुपर्छ? र यो सुखबाट समाधि अनि समाधिबाट अगाडि बढ्ने योगीहरूमा तिनीहरूले बहुतै जरुरत पुरा हुँदाखेरि आज यो पानीले गर्दाखेरि मैले भनेको शब्द मैलाई सुन्न पनि अप्ठ्यारो भइरहेको छ। र समय पनि पुरा भयो, बढाएर भन्दिनँ। म भोलि फेरि यसलाई चाहिँ योगीहरूलाई प्रष्ट हुने गरी देखाना गर्दै जान्छु। आज चाहिँ समय पनि पुरा भएकोले गर्दाखेरि साधुकार गर्नु हो। र यतिखेर औषधि सेवनको समय भएकोले गर्दाखेरि आजका